हेलो साथीहरु नमस्कार। आज म एउटा नयाँ कम्पनीको बारेमा डिटेल्स भिडियो लिएर आएको छु। एउटा फेरि अपकमिङ आइपिओ प्रपोजल एड भएको छ साथीहरु 7 पाइपलाइनमा। यस कम्पनीको फुल डिटेल्स भिडियो आइपिओ प्रपोजल एप्रुभ भएपछि साथीहरु म लिएर आउने छु। तब पनि यस कम्पनीको कति किताको लागि आफ्नो 7 मा प्रपोजल हानेको छ, यो सबै डिटेल्स म लिएर आएको छु यस भिडियोमा। तपाईहरु यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथीहरु। यस कम्पनीको नम्बर अफ शेयरको बारेमा कुरा गर्ने हो भने साथीहरु यस कम्पनीले 15,50,000 युनिट्स लिएर आएको छ साथीहरु। र यसको इस्यु प्राइसको बारेमा कुरा गर्ने हो भने यसले 100 पर युनिट्सले इस्यु गरिरहेको छ। र यसको सेक्टरको बारेमा कुरा गर्ने हो भने यसको होटल एन्ड टुरिज्म सेक्टर रहेको छ। र इस्यु म्यानेजर साथीहरु यसको आरबीबी मर्चेन्ट रहेको छ। र यस कम्पनीले किन आफ्नो आइपिओ प्रपोजल लिएर आएको छ भने के कारणको लागि भन्ने यो सबै डिटेल्सहरु हामी यसै भिडियोमा जान्ने छौं साथीहरु। कृपया यो भिडियोलाई लास्टसम्म हेर्नु होला। यो कम्पनीको मेन कारण छ आइपिओ लाउनको लागि साथीहरु आफ्नो यस कम्पनीले रोयल टुलिप होटल 5 स्टार होटल हो जुन चाहिँ चितवनमा रहेको छ। यसलाई यो कम्पनीले रन गर्छ र यो होटल्सलाई एक्सप्यान्ड गर्नको लागि यो आइपिओ प्रपोजल 7 पाइपलाइनमा एड गरेको छ। र होटल प्रोजेक्टलाई कम्प्लिट गर्नको लागि यसले आइपिओ प्रपोजललाई 7 पाइपलाइनमा एड गराएको छ साथीहरु। र कम्पनी 5 स्टार रन गरिरहेको छ भने कन्स्ट्रक्सन केही पेन्डिङहरुमा छन् र केही फेसिलिटीहरु इम्प्रुभमेन्ट गर्नको लागि र हस्पिटलिटी सर्भिसहरुलाई एक्सप्यान्ड गर्नको लागि यो कम्पनीले आफ्नो प्रपोजल 7 पाइपलाइनमा राखेको छ। र बेटर फेसिलिटी टुरिस्टहरुलाई बेटर फेसिलिटी र ब्राइट फ्युचर दिनको लागि साथीहरु यस कम्पनीले आफ्नो प्रपोजल 7 पाइपलाइनमा एड गरेको छ साथीहरु। यस्तै भिडियो हेर्नको लागि साथीहरु हाम्रो च्यानललाई तपाईहरु सब्स्क्राइब गर्न सक्नुहुनेछ। हामी यस्तै लेटेस्ट अपडेट भिडियोहरु आफ्नो च्यानलमा अपलोड गरिरहन्छौं साथीहरु। नमस्कार।